हेलो गाइस, वेलकम टू माई मिनी ब्लग। आज चाहिँ म धेरै दिन बाद मेरो ब्लग हाल्दैछु है। लेट ब्लग भएको लागि तपाईँ सबैलाई सरी है। मलाई चाहिँ मार्की लागेर पुरा साह्रो भएको थियो नि त त्यसले गर्दा मेरो स्वर पनि सुकिरहेको थियो हो। त्यसैले एडिट पनि गर्नु पाएको थिएन म। अहिले चाहिँ अलिक जाती भएँ हो। यो भिडियो चाहिँ मैले अस्ति बनाएको थिएँ हो। यो भिडियो बनाउने नेक्स्ट डे नै मलाई मार्कीले साह्रो पारेको थियो, त्यसले गर्दा एडिट गर्नु पाएन। अन्त यो चाहिँ हाम्रो क्यान्टिनको बाहिरको नजारा हो है। यहाँ चाहिँ मैले पुरा फुल रोपेको छु नि त, पुरा झार उम्रिरहेको थियो। त्यसको लागि चाहिँ मैले झारहरू केलाएर चाहिँ पुरा मिलाएर राख्नु पर्यो भनेर सफा गरेको है। यतिखेर चाहिँ सिमसिम पानी परिरहेको थियो हो। पानी परेर हल्का भिज्दै थियो, त्यही भिजेको कारणले गर्दा होला कि मलाई चाहिँ पुरा नेक्स्ट डे चाहिँ मार्कीलाई साह्रो पारेर मेरो घाँटी नै सुकेको थियो। त्यसै कारणले गर्दाखेरि भिडियो नै अपलोडै गर्नु पाइनँ हो। त मैले चाहिँ नयाँ घाँसेर मिलाएर सबै केलाएर कतै फुलहरू मिलाएर चाहिँ राख्नु पर्यो भनेर अलिक सफा देख्छ नि त। अहिले साँप आउने सिजन हो, फेरि साँपहरू आउँछ है। त्यसैले गर्दाखेरि भनेर चाहिँ पुरा सफा गरेको नि त, पुरा जङ्गलै भइरहेको थियो हो। यहाँ चाहिँ मेरो इन्डोर प्लान्ट हो। यो चाइनिज मनी प्लान्ट चाहिँ भित्र राखेको कि त राम्रो नै हुँदैन रहेछ, पुरा फुलेर गइहाल्दो रहेछ हो। बाहिर राख्दा चाहिँ दामी हुँदो रहेछ। एक जग्गामा आफ्नो आफ्नो सेक्सन छुट्याउँदै राखिदिएको हो। झारहरू उखालेर माटो पनि हाल्नुपर्ने छ हो। माटो हाल्ने बेला हुनु आँटेको छ। पुरा सफा गरेर पानी परेर पुरा सिम पानी परेर बाक्लै परिरहेको थियो नि त। त म चाहिँ पुरा भिज्यो। नानाले पनि कराउँदै थियो छोड्दै भन्ने हो। तर म चाहिँ अब एकखेप सुरु गरेपछि चाहिँ सबै टुङ्गा हाल्नु पर्यो भनेर सफा गरिरहेको थिएँ नि त। वान सफा गऱ्यो भने सफा भइहाल्छ नि त, राम्रो देख्छ है। मलाई चाहिँ घर वरिपरि चाहिँ फुलहरू रोप्नु मजा लाग्छ नि त। सफा गरिरहेछ पानी परेर पुरा। फाइनली है मेरो काम चाहिँ सक्नु आँटेको छ नि त है। लास्ट एन्डिङमा पुगिसक्यो है। सबै मिलाएर फाइनल चाहिँ यस्तो देख्दैछ है। लुक्स हेर्नु त कस्तो लाग्यो तपाईँहरूलाई। यो चाहिँ मैले बिहान खिचेको हो। बेलुका त पुरा पानी पऱ्यो नि त, ठुलो पानी पऱ्यो। त्यसले गर्दाखेरि राम्रोसँग राम्रो थिएन कि, अन्त मैले बिहान आउँदाखेरि सफा थियो। थ्याङ्क यू गाइज फर वाचिङ, किप सपोर्टिङ मी है।